यस गुड मर्निङ गाइज बिहानको ठ्याक्क अहिले बजेको छ 8:30 हुन आँट्यो अनि रुमबाट मर्निङ भ्यू चाहिँ यस्तो देखिरहेको छ। हिजो बेलुका चाहिँ फोनमा चार्ज पनि डेड भयो हैन। अनि त्यसपछि के भयो भने त्यसपछि फेरि म्युजिक स्युजिक यताउति क्याम्प फायरिङ हैन अक्रम बक्रम भएको कारणले गर्दाखेरि चाहिँ खासै हिजोको अपडेट चाहिँ दिन पाइएन। आजको अपडेटमा चाहिँ बिहानको गुड मर्निङ भइसकेको छ 8:30 यस्तो छ यहाँको इको भिलेजबाट देखिने हैन। अघि त्यहाँ हिमालहरू पनि देखिरहेको थियो, अहिले चाहिँ हिमालहरू ठ्याक्क छोपिएको छ। यस्तो छ यहाँको भ्यू। अनि यहाँ छु म। अब चाहिँ हामी जाँदैछौँ ब्रेकफास्ट गर्नलाई। अनि ब्रेकफास्ट पछि चाहिँ हामी ठ्याक्क पुग्छौँ कहाँ भने सुकुटे बिचमा गएर चाहिँ हामी खानासाना खाने कार्यक्रम राख्छौँ होला मेबी हैन। त्यो सबै नै म देखाइहाल्नेछु है त। अब चाहिँ हामी जान्छौँ ब्रेकफास्टतिर। जोय फाइनल्ली हाम्रो चाहिँ यहाँ ट्याक्क खाना आएको छ हैन। यति यहाँ ट्याक भेराइटी छ। हामी चाहिँ ठ्याक्क अहिले छौँ। हामी ठ्याक्क अहिले सुकुटेमा छौँ। अनि यो अर्ग्यानिक चुलो के हो भाइ, के हो र यो होटलको नाम? नेपाली चुलो। ओके, नेपाली चुलोमा चाहिँ हामी यहाँ ठ्याक्क भेराइटी खाँदैछौँ। खानाहरू पनि ठ्याक्क ताजा भर्खर आएको छ। ठ्याक्क हामी सुरु गर्छौँ हैन त? ओके ल। फाइनल्ली म चाहिँ ठ्याक्क घर आइपुगेको छु अहिले हैन। ठ्याक्क चाहिँ हामी 4 बजेतिर सबै आइपुग्यो। म पनि अहिले फाइनल्ली घर आइपुगेको छु।
अनि त्यस पछाडि म अलिकति चाहिँ सैलुङ जाँदाको डिटेलको बारेमा पनि यहाँहरूलाई जानकारी गराउँछु। किनभने अब कोही जाँदै हुनुहुन्छ भने जस्तै हामीले चाहिँ विभिन्न कुराहरू छुट्याएछौँ जाँदाखेरि होइन, तपाईँहरूले त्यो नछुटाउनु होला भन्नको लागि पनि यो चाहिँ इन्डिङको एउटा पार्ट चाहिँ मैले राखेको हो होइन। फर्स्ट अफ अल त तपाईँहरू धुलेखेल जुन साया धुलेखेलको बाटो छ, बनेपा धुलेखेलको त्यो बाटो चाहिँ नजानु होइन, त्यो चाहिँ लास्टै बिग्रिएको छ। त्यसको अब अल्टरनेटिभ वे चाहिँ तपाईँको अर्को भनेको हाम्रो नगरकोटको बाटो नै हो होइन, नगरकोट हुँदै जाँदा हुन्छ। अनि तपाईँहरूले चाहिँ अर्को एकदम इम्पोर्टेन्ट कुराहरू भनेको चाहिँ तपाईँको वहाँ जाँदाखेरि चाहिँ कपडाहरू के अलिकति बाक्लो स्वेटसर्टहरू त्यसपछि ज्याकेटहरू लिएर जानु होला। हामीले चाहिँ केही पनि लिएर गएको थिएनौँ क्या। मैले त झन् लिटरल्ली एउटा विन्ड सिटर अनि टी सर्टहरू बोकेर गएको थिएँ होइन। त्यो भएको कारणले गर्दाखेरि एकदम धेरै चिसो, हावा एकदम धेरै चल्ने होइन। पुरा काठमाडौँतिर तपाईँको पुस माघमा जस्तो जाडो हुन्छ त्यस्तै जाडो हुने क्या, पुरा ठिउ जाडो हुने, एकदमै जाडो हुन्छ। त्यो भएको कारणले त्यो पनि भयो। अर्को पार्ट भनेको चाहिँ तपाईँको हामीले छाताहरू अथवा रेनकोटहरू केही माथि चाहिँ त्यहाँबाट जानको लागि चाहिँ जुन हामी पैदल हिँड्छौँ होइन, त्यहाँबाटको लागि चाहिँ हामीले छाता अथवा केही रेनकोटहरू केही प्लास्टिक्सहरू केही लिएर जानु होला। किनभने छिनभरमै पानी पर्छ, छिनभरमै खुल्छ कि, त्यो भएको कारणले गर्दाखेरि त्यो पनि लानु होला होइन। अर्को भनेको चाहिँ अनि जाँदाखेरि चाहिँ होटलहरू बुकिङ गरेर जानु होला। हामीले पनि बुकिङै गरेर गएको थियौँ जाँदा चाहिँ, तर कति मान्छेहरूले त्यहाँ होटलै पाएको थिएन क्या। त्यो भएको कारणले गर्दा 2-3 दिन अगाडि नै होटल बुक गरेर चाहिँ जानु होला। तपाईँको बजेटको हिसाबले त्यस्तो महँगो चाहिँ होइन होइन, बजेटको हिसाबले तपाईँको ठ्याक्क एभरेज टाइपको छ होइन। तपाईँको अब अलिकति स्ट्यान्डर्ड टाइपको रुमहरू पनि छ, मिडियम क्याटेगोरीको, अनि त्यसपछि त्योभन्दा तल्लो स्तरको पनि रुमहरू पनि छ होइन। र खानाहरू चाहिँ एकदम मिठो नै थियो। हामी चाहिँ सैलुङको भिलेजमा बसेका थियौँ होइन, त्यहाँ चाहिँ राम्रो नै थियो। अहिले बन्दै रहेछ त्यो चाहिँ, तर खानाहरू सबै बारबिक्यूदेखि लिएर हरेक कुराहरूको चाहिँ राम्रो सिस्टमेटिक रहेछ त्यहाँ चाहिँ, राम्रो पनि थियो होइन। उहाँहरूको सर्भिसहरू पनि एकदम राम्रो थियो। धेरै मान्छे, अति धेरै मान्छे हो नि, त्यो भएको कारणले गर्दाखेरि अलिकति ढिलाइ भयो भने सर्भिसहरू चाहिँ एकदम राम्रो थियो। तपाईँहरूले चाहिँ त्यही हो मोस्ट इम्पोर्टेन्ट कुराहरू चाहिँ मैले भनिहालेँ, ती कुराहरू चाहिँ लानु होला होइन जानको लागि। अनि त्यस्तो धेरै बजेट लाग्दैन, अलमोस्ट पर पर्सन तपाईँको अलिक मिडियम रेन्जको रुमहरूमा बस्नुभयो भने तपाईँको अलमोस्ट अब खाजादेखि लिएर खाना नास्ता पेट्रोलहरूदेखि लिएर सबै कुराहरू गर्दाखेरि चाहिँ अलमोस्ट तपाईँको 4000 भयो भने इनफ नै पुग्छ क्या। एकदम रमाइलो नै हुन्छ क्या 4000 भयो भने तपाईँको होइन। 2 days 1 night हुन्छ, एकदम रमाइलो नै छ होइन। त्यो भएको कारणले गर्दा चाहिँ अराउन्ड मेरो चाहिँ 4000 जति खर्च भयो पर पर्सनको। अनि त्यो नै हो होइन, जानु होला, एकदम रमाइलो छ होइन। उता हामी अर्को के एउटा गुफा कि गुम्बा समथिङ के रहेछ त्यहाँ जान पाएनौँ होइन, बिहान हामी चाँडै नै फर्किहाल्यौँ। त्यो भएको कारणले गर्दाखेरि त्यता पनि जानु होला। अनि सैलुङको माथि पनि घुम्नु होला, एकदम दामी छ होइन। त्यही नै हो। भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन, च्यानललाई सब्सक्राइब गरिदिनु होला। आगामी दिनहरूमा पनि धेरै माया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु होइन। सबैलाई थ्याङ्क यू सो मच, जतिजनाले हेरिदिनु भएको छ, सपोर्ट गरिदिनु भएको छ, उहाँहरूलाई चाहिँ मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच, बाई।